अनि म ड्युटी आइसकेको छु गाइज। बिहानै आँखा मिच्दै यो ड्युटी आउनलाई पनि कस्तो झ्याउ लाग्छ कहिलेकाहीँ होइन, लास्टै तनाव लाग्छ। त्यही साला एउटै काम आयो खायो गयो फेरि सुयो, सुतेर फेरि आयो खायो फेरि गयो सुत्यो। यति नै चाहिँ कहिलेकाहीँ विरक्त लाग्छ। अनि कहिलेकाहीँ चाहिँ फेरि राम्रो पनि लाग्छ। महिनामा यसो 5-10 हजार छाम्न पाइन्छ, छुन पाइन्छ, घर पठाउन पाइन्छ दुःख गरेको पैसा। अनि जुन आमाले बेचेर, धान बेचेर, पराल बेचेर, अनि बाँस बेचेर, काठ बेचेर जुन पैसा मैले लिएको थिएँ, म खर्च गर्थेँ पहिला होइन, उडाउँथेँ, त्यो अहिले रिटर्न गर्दाखेरि चाहिँ होइन साह्रै आनन्द आउँछ। भले यहाँ दुःख गरेर कमाएको पैसा होस् होइन, दुःख गरेर जुन पठाएको पैसा आमालाई दिँदाखेरि साह्रै आनन्द आउँछ। Anyway guys, good morning, namaste and ram to everyone and welcome back to my YouTube vlog. It's me Najuz Dai. फेरि म अर्को भ्लग लिएर आइसकेको छु धेरै दिन पछि। अनि स्पेशल के छ भन्दाखेरि मेरो चाहिँ अलिक दिन अगाडि चाहिँ मलाई लास्टै टेन्सन हुँदै थियो, फ्रस्ट्रेसनवाला फिल हुँदै थियो। अनि बल्ल तल्ल अस्तिभन्दा चाहिँ अलिक फ्रेस भइएको छ, फ्रेस भएको छु। अनि यस्तै हो गाइज, अब के कसो होला देखाउँला। अनि मेरो दिनचर्या चाहिँ एज युजल मेरो चलिरहेछ। एज युजल मेरो काम स्टार्ट भइसकेको छ। अनि गार्बेज ट्रक आएको थियो, गार्बेज ट्रक गएर हेरेर आइयो, साइन गरेर आइयो। अब मेरो काम स्टार्ट भइसकेको छ गाइज। अनि स्पेसल आज के छ भन्दाखेरि अब अलिक मुड फ्रेस छ, पहिला भन्दा अलिकति फ्रेस भएको छु। क्या बोलेगा भाइ? सारा है इसमें पेन के उसका भी गुड मॉर्निंग बोलेगा। गुड मॉर्निंग भाई बोलेगा। देखो अच्छा फूल इतना सुंदर है, तेजा जैसा। बनी सर कैसे हो? ठीक हो? के छ बुढियामा? के छ सन्चै हुनुहुन्छ? बुढियामा के नङ छ के? बुढिया के नङ छ? सरी बुढिया, हमारे यहाँ ऐसा ही होता है। अनि यसरी नै ड्युटी सकाएर म क्याम्प जान लागेको गाइस। ट्रान्सपोर्टमा बसिसकेँ। अनि A few moments later. म क्याम्प पुग्ने बित्तिकै फ्रेसेस भएर जिम लागिहालेँ गाइज। दौडो एक्सर्साइज गऱ्यो। अनि एक्सर्साइज सकेर सामान लिन गएँ गाइज। मार्केट गएँ, सामानहरू लिएर आएँ। अनि जिम गएँ, खानासाना खाएर फ्रेसेस भएर चाहिँ अब सुत्न लागेँ गाइज। भोलि बिहानै फेरि उठ्नुपर्छ, ड्युटी जानुपर्छ। सो स्टे सेफ एन्ड डु एज यु वान्ट टु डु गाइज। अब नेक्स्ट भ्लगमा फेरि भेटौँला। अनि यसरी नै माया देखाउँदै जानु होला है गाइज।